कुनै राम्रो देशमा जाउँ भनेर भने पनि अङ्ग्रेजीमा प्रश्न सोध्छ अन्तर्वार्तामा, आउँदैन। फर्काउने कसरी? बुझ्न त अलिअलि बुझे जस्तो लाग्छ। यदि हजुर यस्तै परिस्थितिमा हुनुहुन्छ भने आजको भिडियो तपाईँको लागि हो। मैले आज यहाँ अन्तर्वार्तामा अङ्ग्रेजीमा सोध्न सक्ने केही प्रश्नहरू लिएर आएको छु र तिनीहरूलाई कसरी जवाफ दिने त, कसरी भन्ने त आफ्नो बारेमा परिचय कसरी भन्ने, शैक्षिक योग्यताको बारेमा कसरी भन्ने, त्यो बारेमा भिडियो लिएर आइसकेको छु। यसले हजुरहरूलाई धेरै सजिलो हुनेछ र म पछि फेरि यो भिडियो यदि हजुरहरूलाई मन पर्यो भने अरू भिडियोमा अझ बढी बृहत रूपमा अझ डिटेलमा अन्तर्वार्ताको तयारीकै लागि चाहिँ भिडियो बनाउने छु, अझै लामो र राम्रो, अझै डिटेलमा है। अब यो त्यसको लागि यो भिडियोलाई लाइक गरिदिनुहोस्, यो मन परेमा यो भिडियोमा कमेन्ट पनि गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्नुहोला। ल हेर्नुहोस्, सामान्य परिचय भन्नु पर्यो हैन। हजुरले त्यहाँ जाँदाखेरि त त्यहाँ उभिएको हुन्छ, त्यहाँ अर्को मान्छे हुन्छ, त्यो मान्छेलाई चाहिँ हजुरले आफ्नो बारेमा भन्नु पर्यो भने मेरो नाम डट हो भनेर भन्नु पर्यो। मेरो नाम सुभाष हो भन्नु पर्यो भने माई नेम इज सुभाष शर्मा हो, यसरी भन्न सकिन्छ है। आफ्नो नाम जे हो त्यही भन्ने। म नेपालबाट आएको हुँ, आई एम फ्रम नेपाल भन्ने। म हाल काठमाडौँमा बस्छु, आई करेन्टली लिभ इन काठमाडौँ भन्ने, यसरी। अब म विवाहित छु भन्नु पर्यो। अब यसलाई कसरी भन्ने त अङ्ग्रेजीमा भन्दा आई एम म्यारिड भन्ने। मैले स्नातक तह पुरा गरेको छु भन्नु पर्यो, आई हेभ कम्प्लिटेड माई मास्टर्स डिग्री, ब्याचलर्स डिग्री भन्ने। मास्टर्स गर्नु भएको छ भने आई हेभ कम्प्लिटेड माई मास्टर्स डिग्री भन्ने। मेरो उमेर 25 वर्ष छ, आई एम 25 years old भन्ने। अब शैक्षिक योग्यता र अनुभवको बारेमा भन्नु पर्यो भने मैले अङ्ग्रेजी माध्यममा पढेको छु, आई स्टडिड इन एन इङ्ग्लिस मिडियम भन्ने। अथवा मैले नेपाली मिडियममा पढेको छु भन्नु पर्यो भने त्यसरी नै भन्न मिलिहाल्छ, आई स्टडिड इन नेपाली मिडियम भन्ने। मलाई अङ्ग्रेजी बोल्न र बुझ्न आउँछ, आई क्यान स्पिक एन्ड अन्डरस्ट्यान्ड इङ्ग्लिस भन्ने। मैले 3 वर्षको कार्य अनुभव प्राप्त गरेको छु। अब यसलाई कसरी भन्ने त हेर्नुहोस् त, आई हेभ 3 years अफ वर्क एक्सपिरियन्स भनेको। आई हेभ 3 years अफ वर्क एक्सपिरियन्स। म नयाँ कुरा सिक्न सधैँ इच्छुक हुन्छु, आई एम अलवेज इगर टु लर्न न्यू थिङ्स। म नयाँ कुरा सिक्न सधैँ इच्छुक हुन्छु, आई एम अलवेज इगर टु लर्न न्यू थिङ्स। म मेहनती र समय पालन गर्ने व्यक्ति हुँ, आई एम अ हार्ड वर्किङ एन्ड अ पङ्क्चुअल पर्सन भन्ने। आई एम अ हार्ड वर्किङ एन्ड पङ्क्चुअल पर्सन। हजुरले टिप्न पनि सक्नुहुन्छ है। मैले टिममा र एक्लै दुवै काम गर्न सक्छु, आई क्यान वर्क बोथ इन अ टिम एन्ड इन्डिपेन्डेन्टली भन्ने। बुझ्नुभयो नि? यसरी भन्नुभयो भने हजुरको सिलेक्सन अवश्य हुन्छ। अब अझै पनि यो मैले कसरी आफूलाई आफ्नो परिचय दिने यो सम्बन्धी भने होइन। अब आउने भिडियोहरूमा अझ डिटेलमा ल्याउँछु, त्यसको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। मोटिभेसन र गोलको बारेमा भन्नु पर्यो, म विदेशमा राम्रो अवसर खोज्दैछु, आई एम लुकिङ फर अ बेटर अपर्च्युनिटी अब्रोड भन्ने। म मेरो सिप र ज्ञान बढाउन चाहन्छु, आई वान्ट टु इम्प्रुभ माई स्किल्स एन्ड नलेज। म आफ्नो परिवारलाई सहयोग गर्न चाहन्छु, आई वान्ट टु सपोर्ट माई फ्यामिली भन्ने। म कम्पनीको नियम र संस्कृतिलाई सम्मान गर्छु, आई रेस्पेक्ट द कम्पनीज रुल्स एन्ड कल्चर। म लामो समयसम्म यहाँ काम गर्न चाहन्छु, आई वान्ट टु वर्क हियर फर लङ टाइम। ल हेर्नुहोस्, यसरी भन्नुहोस् त अवश्य हजुरहरूको सेलेक्सन हुन्छ। पोलाइट एन्ड कन्फिडेन्ट फ्रेजेस भन्ने। अब यसमा के आयो त, मलाई यो अवसर दिएकोमा धन्यवाद, थ्याङ्क यू फर गिभिङ मी दिस अपर्च्युनिटी, लास्टमा भन्ने। म मेरो कामप्रति इमान्दार छु, आई विल बी अनेस्ट विथ माई वर्क भन्ने। अनि मलाई विश्वास छ कि म राम्रो प्रदर्शन गर्न सक्छु, आई बिलिभ आई क्यान परफर्म वेल। अर्को छ, म तपाईँको टोलीको हिस्सा बन्न चाहन्छु, आई वुड लाइक टु बी अ पार्ट अफ योर टिम भन्ने। अनि तपाईँको कम्पनीमा काम गर्न पाउँदा म खुसी हुनेछु, आई विल बी ह्याप्पी टु वर्क इन योर
company. This is how you can impress your interviewer. है यसरी चाहिँ हजुरले आफ्नो अन्तर्वार्ता दिन सक्नुहुन्छ र हजुरको सिलेक्सन पनि अवश्य हुन्छ। धन्यवाद।